ल एउटा कल्पना गरौँ है। राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावमा यस्तो जित हासिल गर्यो जुन ऐतिहासिक छ। यो जितले नेपालको राजनीतिको पुरै नक्सा नै बदल्न सक्छ जस्तो देखिन्छ। तर के साँच्चै यति ठूलो जितले ठूलै परिवर्तन ल्याउन सक्छ त? आखिर नेपालमा राजनीतिक शक्तिको असली मतलब के हो? आउनुहोस् यसले अलि गहिराईमा गएर हेरौँ। ल अब यो नम्बर हेरौँ त। 275 मध्ये 182 सिट। यो भनेको 2/3 बहुमत पाउन जम्मा जम्मी 2 सिट मात्रै कम। नेपालको संसदीय इतिहासमा सायदै कुनै एउटा पार्टीले एक्लै यति बलियो जनमत पाएको थियो होला। तर प्रश्न के हो भने यो संख्याले गर्न चाहिँ के सक्छ? हो, यही नै हो आजको हाम्रो मूल प्रश्न। यति ठूलो म्यान्डेट पाएको सरकारले आखिर गर्न सक्ने के हो र यसका सीमाहरू चाहिँ के हुन्? के जनताले दिएको भोट नै सबै थोक हो वा संविधानले कतै नदेखिने पर्खालहरू पनि बनाएको छ? अब इतिहास पल्टाएर हेर्ने हो भने 2015 सालमा बीपी कोइरालाको नेपाली कांग्रेसले पनि 2/3 बहुमत नै जितेको थियो। तर त्यो बेलाको राजनीति र अहिलेको राजनीतिमा आकाश पातालको फरक छ। त्यो बेला संसदभन्दा माथि राजतन्त्र थियो, एउटा यस्तो शक्ति जुन राजा महेन्द्रले 2017 सालमा पुरै सत्ता आफ्नो हातमा लिएर देखाइदिए। आज त्यो अवस्था त छैन, तर चुनौतीहरू पनि नयाँ छन्। ठिक छ, अब लागौं यो 182 सिटको शक्तितिर। यसले के गर्न सक्छ? सबैभन्दा पहिलो र सामान्य कामबाटै सुरु गरौँ न, सरकार बनाउने काम। अब हेर्नुस्, संविधानको धारा 76 अनुसार त यो प्रक्रिया एकदमै सिधा छ। सरकार बनाउन चाहिने 138 सिट त मज्जाले पुग्यो। अब राष्ट्रपतिले बहुमत पाएको पार्टीको नेतालाई प्रधानमन्त्री बनाउनुहुन्छ अनि मन्त्री परिषद बन्छ, सक्यो। यो नयाँ संविधान आएपछिको इतिहासमा पहिलो पटक यस्तो हुँदैछ है कि एउटै पार्टीले कसैसँग नमिलिकन एक्लै सरकार बनाउँदैछ। अब यसले राजनीतिक स्थिरताको जुन एउटा आशा जगाउँछ त्यो त छँदैछ। तर यहीँनिर आउँछ पहिलो तर। संविधानले के भन्छ भने मन्त्री बन्न कि त संसद सदस्य हुनु पर्यो कि त 6 महिनाभित्र बन्नु पर्यो। यसको सोझो मतलब के हो भने सरकारले चाहेर पनि बाहिरका कुनै विज्ञलाई ल आउनुहोस् मन्त्री बन्नुहोस् भन्न सक्दैन। यो सरकारका लागि एउटा ठूलै सीमा हो। ल सरकार बनाउने कुरा त भयो, अब अलि अगाडि बढेर कानून बनाउने प्रक्रियामा जाउँ। हो, यहाँनिर आउँछ हाम्रो 2 सदनात्मक व्यवस्थाको खेल र विशेष गरी राष्ट्रिय सभाको भूमिका। हेर्नुस्, विधेयकहरू मोटामोटी 2 किसिमका हुन्छन्। एउटा अर्थ विधेयक, जसमा कर, बजेट जस्ता कुरा पर्छन्। यस्तो विधेयकमा सरकारलाई खासै टाउको दुखाइ हुँदैन, राष्ट्रिय सभाले धेरै रोक्न सक्दैन। तर अरू सबै साधारण विधेयकमा भने कथा अलिकति फरक छ। त्यसो भए प्रतिनिधि सभाबाट पास भइसकेको कुनै साधारण विधेयक जब राष्ट्रिय सभामा पुग्छ, राष्ट्रिय सभाले के गर्न सक्छ त? उसँग के कस्ता विकल्प हुन्छन्? राष्ट्रिय सभाले विधेयकलाई 2 महिनासम्म रोकिदिन सक्छ। हो, अन्त्यमा संयुक्त बैठक बोलाएर बहुमतले पास गर्न त सकिन्छ, तर यो 2 महिनाको ढिलाइ भनेको सानो कुरा होइन। यसले सरकारको तुरन्तै सुधार गर्ने योजनाहरूमा तगारो लगाउन सक्छ। यो त सरकारको स्पिडमा लगाएको एउटा ब्रेक जस्तै भयो। अब सबैभन्दा ठूलो र गाह्रो चुनौतीको कुरा गरौँ, संविधान संशोधन। यो सरकारले चाहेका धेरै जसो ठूला र दूरगामी सुधारहरू गर्न संविधान नै बदल्नुपर्छ र यो नै शक्तिको सबैभन्दा ठूलो परीक्षा हो। जस्तै कि संसद बाहिरका विज्ञलाई मन्त्री बनाउने कुरा होस् वा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्ने, प्रदेश सभाहरू नै खारेज गर्ने वा संसदको आकार घटाउने, यी सबै लोकप्रिय एजेन्डाहरूलाई लागू गर्न संविधान संशोधन बाहेक अर्को उपाय छैन। र यहीँनिर हो त्यो 2 सिटको दूरी छर्लङ्ग देखिने। संविधान संशोधन गर्न प्रतिनिधि सभामा चाहिन्छ 2/3, मतलब 184 सिट। तर सरकारसँग छ 182 सिट। कति नजिक तर पनि कति टाढा। ल एकछिनलाई मानौ प्रतिनिधि सभामा ती 2 भोट पनि जसो तसो जुटाइयो रे। के अब बाटो खुल्लो त? पुग्दैन, किनभने यो भन्दा पनि ठूलो पर्खाल त अर्कै सदनमा छ। अब यो स्लाइडलाई एकदम ध्यान दिएर हेरौँ। राष्ट्रिय सभामा जहाँ संशोधन पास गर्न 2/3 अर्थात् 40 भोट चाहिन्छ, त्यहाँ रासोपासँग एउटा पनि सिट छैन, 0। मतलब संविधान संशोधन गर्न अरू पार्टीहरूसँग मिलेर जानुको कुनै विकल्पै छैन। हो, यसले हामीलाई राष्ट्रिय सभाको औचित्य र यसलाई हटाउन कति गाह्रो छ भन्ने प्रश्नमा ल्याइ पुर्याउँछ। आखिर यो राष्ट्रिय सभा किन चाहियो त?
हाम्रो जस्तो 2 सदन भएको व्यवस्थालाई बाइक्यामेरल लेजिस्लेचर भनिन्छ। यसको मुख्य उद्देश्य भनेको एउटा सदनले अर्कोलाई नियन्त्रण र सन्तुलनमा राखोस् ताकि कुनै पनि कानुन हतारमा र लहरमा नबनोस्। राष्ट्रिय सभाको परिकल्पना त कस्तो थियो भने यो दलीय राजनीतिभन्दा माथि उठेको आफ्नो क्षेत्रका विज्ञहरूको सभा हुन्छ। तर यथार्थमा के भइदियो भने यो दलहरूले आफ्ना मान्छे भर्ती गर्ने केन्द्र जस्तो बन्यो, जसले गर्दा यसको गरिमामाथि नै प्रश्न उठिरहेको छ। र यही नै छ सबैभन्दा ठूलो विरोधाभास। राष्ट्रिय सभालाई खारेज गर्ने संवैधानिक संशोधन प्रस्ताव पास गर्न पनि राष्ट्रिय सभाकै 2/3 बहुमत चाहिन्छ। अब कुनै सदनले आफैलाई सिद्ध्याउने प्रस्तावलाई त्यति सजिलै पास गर्ला त? आखिरमा यो पुरै विश्लेषणले हामीलाई एउटा निष्कर्षमा पुर्याउँछ। एकातिर छ जनताको अभूतपूर्व जनमत र अर्कोतिर छ संविधानको कठोर यथार्थ। यो अवस्थामा टकरावको बाटोले कतै पनि पुर्याउँदैन। एकमात्र व्यावहारिक बाटो भनेको सहकार्य नै हो। यो ऐतिहासिक जनमतलाई सम्मान गर्दै सबै राजनीतिक दलहरूले सुशासन र विकासका लागि सँगै मिलेर काम गर्नु जरुरी देखिन्छ। यसबाट हामीले बुझ्नुपर्ने मुख्य कुरा के हो भने चुनावमा ठूलो जित हासिल गर्नुले शासन गर्ने अधिकार त दिन्छ, तर वास्तविक र दिगो परिवर्तन ल्याउनका लागि त यही संवैधानिक संरचनाभित्रै बसेर सहमति बनाउन सक्नुपर्छ। र अन्त्यमा एउटा प्रश्न सोच्न छोडेर जाउँ, लोकतन्त्रमा अन्तिम शक्ति कोसँग हुन्छ? जनताले दिएको विशाल जनमत ठूलो हो वा त्यो जनमतलाई डोर्याउने संविधान? यो एउटा गम्भीर बहसको विषय हो।